आज चाहिँ हामीले बिग्न पातै रमाइलो गर्दैछौँ। यो दुधमा चाहिँ यो केरा पकाउने विचार गरेका छौँ। यसलाई मुसेर अनि यहाँ पार्लेजी बिस्कुट पनि छ। अब 52 मान्छे अलिकति गुलियो चाहिन्छ, चिनी छ, इन्डक्सन चुलो छ। अब इन्डक्सन चुलो म यहाँ अन गरेर बाल्दैछु। अब यहाँ अन गर 180 डिग्रीमा भयो। अब यो तातेपछि यो केरा चाहिँ बेसारी मुसेर अनि हाल्नुपर्छ। अब यो आज बिग्न पातै अचम्म चाहिँ हो। अब दुधमा केरा पकाएर खाँदा कस्तो हुन्छ मैले आजसम्म चाहिँ खाएको छुइनँ। यहाँ चाहिँ बिस्कुट छ। कोला चाहिँ यसरी म अहिले बेसरी यहाँ मल्दैछु। आफ्नै घरको अर्ग्यानिक कोला हो, बाहिरबाट ल्याएको होइन। यसलाई चाहिँ अब मलियो नि त, नभए त दुधमा त फेरि हुँदैन, मान्दैन। यो कस्तो हुन्छ भन्ने चाहिँ कुरा रह्यो क्या। अलिक कस्तो कस्तो देखियो नि घरकै हो, डराउनु पर्दैन। कोला मलियो, दुध तात्तै छ, बिस्कुट तयार छ, चिनी तयार छ। चलाउने चाहिँ छैन, चलाउने म ल्याउँछु। अब यो बिस्कुट पनि कोलामै हाल्ने भयो, अब यसलाई पनि मल्ने भयो। केही अलिक सानो त पार्नु पर्यो होइन, अलिक मल्ने भयो। नमलिकन भएन, यो जम्मै हाल्ने भयो नि त। कस्तो चाहिँ हुन्छ भन्ने आज रह्यो। दुध तात्तै छ, चुलो इन्डक्सनको। अब बत्तीको बिल बढेकै छ, बढाउन त अझै किन राज्यलाई पनि ठग्नु भनेर बत्तीको बिल बढाउने सुरु गरियो। अब यो कोलामा चाहिँ बिस्कुट मलियो है। ल यो हुन्छ चाहिँ कस्तो आज मलाई थाहा भएन। कोलामा बिस्कुट मल्दैछु म। पार्लेजीलाई आज केरा भेट्यो भनौँ न, कोला केरा एउटै हो। ल यसमा फेरि काजु किसमिस हालेन भने त अपुरो रहन्छ। काजु किसमिस पनि दियो, धेरै हाल्न मिल्दैन, यो महँगो छ। अब यो काजु पनि हालौँ। ल यो पनि धेरै नहालौँ, थोरै छ, एउटा उदाहरणको लागि मात्रै हो। यहाँ यति गरियो। अब दुध उम्लियो, यसैमा हालिदियो। हेरौँ है, हेरौँ। यसलाई यहीँ हालिदियो, झन्नै उछिटेर चाहिँ गएको हो।